मेरो जीवनको उतार चढाव भोगाइ सबै भने अब मेरो जीवनको अन्तिम पाटोमा एउटा महत्त्वपूर्ण कुरा भन्दैछु जसले मेरो मुटु यति सक्सेसफुल भएर भने छिया छिया बनाएको छ। भाइरसको अर्को राम्रो बानी भनेको उनको मेल इगो जेरो थियो। घरको काम बरु मै गर्छु, तिमीले गर्नै पर्छ भन्ने छैन, बरु तिमी भिडियो बनाऊ भनेर सपोर्ट गर्ने। यस्तो सपोर्टिभ मान्छेसँग एज ग्याप भएर के भयो? हुन त कहिलेकाहीँ जिस्केर भन्छु, तपाईँको उमेर त्यति होइन होला, हामीबिच कहाँ 14 वर्षको ग्याप छ कि जन्मदत्ता बनाउनेले मिस्टेक गर्यो। तर फेरि देवरहरूको एज क्यालकुलेट गर्छु, होइन देवर त त्यति ठुल्ठुलो भइसके, मेरो बुढा यति नै एज रहेछ भन्ने हुन्छ। र उनले पनि जिस्केर भन्छन्, यदि एज ग्याप भएको भए मसँग बिहा गर्थ्यौ त? अब त्यसको कसले हिसाब किताब गरेर र बिहा भइसक्यो, हामी खुसी छौँ, सकिहाल्यो त। भाइरसले यहाँसम्म कि म खाँदिनँ, आज खाँदिनँ भन्यो भने पनि उसले खाना बनाइवरी जसुकै थाक्दा पनि मेरै मुख अगाडि खाना ल्याएर राखिदिनुहुन्छ र खाना खुवाउँछ नै। यसरी मेरो वैवाहिक जिन्दगी पनि राम्रो भएको थियो कि भइ नै रहेको छ। तर त्योभन्दा अगाडि मेरो जीवनको हालत फर्केर हेर्दाखेरि हामीले त्यस्तो गरेर दुःख सुख गरेर सबै आफैले हात नङ्ग्रा ख्याएर बनाएको घर बेच्नु परेको थियो। कारण थियो मेरो बाबाको मुटुमा समस्या देखियो अनि त्यो समस्याको उपचार गर्नको लागि हामी काठमाडौँ गङ्गालालमा जानु पर्यो। त्यसपछि कति उपचार गर्दा गर्दा धेरै खर्च भयो। घरमा छोरा मान्छे कोही पनि थिएन, दाजुभाइ भएको भए पो आड हुने, हामी छोरी मान्छे मात्रै। अनि बाबालाई केही भइहाल्यो भने घर कसरी धान्ने भन्ने कुराले पनि मलाई खुब हिट गर्थ्यो। म नै छोरा भन्नु पर्थ्यो, त्यस कारणले पनि जस्तो सुकै दुःख पनि मैले झेल्न तयार हुनु पर्थ्यो। बाबाको उपचारको लागि हामीले 5 लाख रुपियाँ जति ऋण भएको थियो। हुन त त्यो बेलामा 5 लाख हाम्रो लागि निकै ठुलो थियो, त्यस कारणले घर बेच्नु परेको थियो। त्यसपछि हामीले त्यो घर बेचेको पैसाबाट अलिकति जोगाएर अलि सस्तो ठाउँमा जग्गा किन्यौँ र पहिले जस्तो घर त बनाउन सकेनौँ र अहिले भएको हामीले सामान्य घर बनायौँ। त्यो घर जस्तै यो घरमा पनि हामीले धेरै मान्छे लगाएनौँ। त्यो लास्ट दिनमा ढलाइको लागि चाहिँ अलिअलि मान्छे चाहिने रहेछ, त्यो बेलामा बोलायौँ, बाँकी त हामी आफैले गऱ्यौँ। यसरी भएको घर पनि हामीले बेच्यौँ। बुवाको उपचारको लागि बुवाको अवस्था अझ पनि पूर्ण रूपमा निको भएको छैन, अझ पनि बुवालाई गाह्रो हुन्छ। र यसरी एउटा सपनाको घर बनाएको पनि हामीले बेचेर टिनको छत भएको घर बनाएका छौँ। तर अब त्यो सपना हामी पुरा गर्छौँ जस्तो लाग्छ। बाबा आमालाई एउटा पक्की घर बनाउने सपना छ, सायद हेरौँ त्यो सपना पनि पुरा गर्न सकिएला। यसरी जीवनमा सबै कुरा पाए पनि मलाई एउटा कुराको पनि अफसोस भइरह्यो। साथीसँगी सबै हेर्छु ब्लग बनाउँदा मजाले इङ्ग्लिस बोलिरहेको छ, सुरक्षाको इङ्ग्लिस त्यति राम्रो छ, आफूलाई भने अङ्ग्रेजीको अ पनि आउँदैन, इङ्ग्लिसको इ पनि आउँदैन। त्यसपछि म कलेजमा कन्टिन्यू पढ्न थालेँ। हुन त मलाई बिहेपछि किन पढ्नु परेर जस्तो लाग्थ्यो, तर सबैले इङ्ग्लिस बोलेको देखेपछि चाहिँ ओहो इङ्ग्लिस त सिक्नु पर्दो रहेछ भनेर म कलेजमा अलिकति मेहनत गरेर पढ्न थालेँ। यसपछि मैले आफ्नो घर परिवार धान्नको लागि दुःख गर्नु परेन। उता धरान र माइत टाढा नभएको कारणले म धरानभन्दा माइती बसेर पढ्छु, कति नै टाढा छ र माइती बसेर पढ्यो भने म ध्यान दिन पनि सक्छु र परिवारलाई पनि हेर्न सक्छु भनेर म माइती बसेर पढ्न थालेको थिएँ। मलाई यतिसम्म भएको थियो कि इङ्ग्लिस नजानेर विदेश जान पनि डर लाग्थ्यो अथवा घुम्नलाई। त्यही क्रममा सुरक्षा र सुरक्षाको परिवार विदेश जाने कुरा भयो, अर्थात् थाइल्यान्डमा। अब मलाई पनि उनीहरूले सम्झिए, जानियो भनेर क्या खुसी लाग्यो। अब एक्लै जानु परेको भए मलाई त इङ्ग्लिस बोल्न आउँदैन, त्यहाँ कसरी बोल्ने, के गरेर सर्भाइभ हुने, के गरेर खाने जस्तो लाग्थ्यो। धन सुरक्षालाई त इङ्ग्लिस आउँछ, यो मौका गुमाउनु हुँदैन जस्तो लाग्यो र म पनि उनीहरूसँगै विदेश जाने भएँ। र यसरी म पहिलोपटक विदेश गएँ थाइल्यान्ड, अनि कन्फिडेन्ट बढ्यो र सेकेन्ड ट्रिप पनि म गएँ मालदिभ्स। यसरी म विदेश गएर आएपछि खुब कन्फिडेन्ट बढ्यो। मलाई मेरो बुढालाई पनि विदेश लिएर जान मन लाग्यो घुमाउनको लागि। तर मेरो बुढा चाहिँ विदेश भन्छ टेक्नै मन नलाग्ने, खुट्टा कमाउने, अगाडि बढाउनै नचाहने मान्छे। अनि कहिलेकाहीँ म जिस्काएर भन्छु, सबैको बुढाहरू विदेश गइसके, तिमी चाहिँ विदेश जानु पर्दैन, बुढी पाल्नु पर्दैन, छोरछोरी कसरी पाल्छ भनेर जिस्काइदिन्थेँ। अनि उसले पनि जवाफ दिन्थ्यो, फेरि म विदेश गयो भने त उता हराइदिन्छु नि, आफू त जता गयो उतै हराउने बानी छ, फेरि पछि मलाई कहिले आउने भनेर 1 वर्ष 2 वर्षमा कर्कर गर्ने होइन नि। त्यति भनेपछि आफ्नो बुढालाई जाऊ भन्न मन लाग्छ होला त, आउँदै आएन भने त फेरि के गर्ने त नि। त्यही भएर पनि म उसलाई केही भन्दैन थिएँ, तर घुम्न त जान पाइयो नि, यस्तै सोच्थेँ। त्यसपछि मलाई पढ्न झन् चाह लाग्यो।
मलाई सरकारी जागिरै खान्छु वा जागिर गर्छु भनेर पढ्न मन लागेको होइन। मलाई मेरो कम्युनिकेसन स्किल बढोस् भनेर पढ्न मन लागेको, जुन अनुरूप म अहिले पनि पढ्दैछु। मेरो जीवनको उतार चढाव भोगाइ सबै भने अब मेरो जीवनको अन्तिम पाटोमा एउटा महत्त्वपूर्ण कुरा भन्दैछु, जसले मेरो मुटु यति सक्सेसफुल भएर पनि छिया छिया बनाएको छ। मेरो कहानीको उतार चढावमा यति धेरै सफलता प्राप्त गरिसकेपछि पनि मेरो जीवनमा थुरु थुरु रुवाउने एउटा बेग्लै कहानी, एउटा यस्तो अवस्था जुन अवस्थामा म भक्कानिएर रुनु परेको थियो। त्यो अवस्था मेरो बोजूको व्यथाको कारणले निम्तियो। मेरो बोजूप्रति मेरो खुब माया र सम्मान थियो। बोजू निकै रक्सी खाने गर्न थाल्नुभएको थियो। एक दिन म धरान गएको बेलामा बोजू रक्सी खाएर लड्नु भएछ। त्यसपछि बोजू हिँड्न नसक्नुभयो। लाग्यो त्यही लडाइँको कारणले हिँड्न सक्नु भएन। रक्सी पनि खाने गर्नुहुन्थ्यो बोजू। त्यसपछि बोजूलाई हामीले धरानको गोपा क्याम्पमा लिएर गयौँ। हामीले दिएको जानकारी अनुसार बोजू लड्नुभएको कारणले खुट्टा नचलेको जस्तो लाग्यो। उहाँले पनि त्यही अनुरूप हात जोड्नेको उपचार गर्न लाग्नुभयो। अनि रिपोर्ट चेक गर्दाखेरि सबै कुराहरू नर्मल नै लाग्यो। मर्केको भाँचिएको त्यस्तो केही पनि देखिएन र सबै कुरा सामान्य भएको कारणले हामीलाई घर फर्काइयो। तर समस्या चाहिँ नसामा रहेछ। वास्तविक समस्या हामीले थाहा पाएनौँ। यसरी घर फर्काइएको 2 दिनपछि बोजूको खुट्टा निकै कालो हुन थाल्यो। त्यसपछि हामीले हतारेर एक्कासी किन कालो भयो भन्दै बोजूलाई गोपा क्याम्पमा लिएर गयौँ। फेरि टेस्टहरू गरायौँ, रिपोर्ट हेऱ्यौँ। रिपोर्ट जाँचबुझ गराइसकेपछि थाहा भयो कि खुट्टा काट्नु पर्ने भएछ। हामीलाई के भएको आइडिया नै भएन। त्यो कालोपन पैतालादेखि फैलिँदै माथि 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 पुग्दै थियो। एकदमै छोटो समयमा त्यो निकै नै फैलिसकेको थियो। अब त्यसपछि सबै डाक्टरहरूको निर्णय चाहिँ खुट्टा नै काट्नुपर्छ भन्ने भयो। सबैजनाले खुट्टा नै काट्नुपर्छ भनेपछि मेरो मन चाहिँ मानेन। ओहो, मान्छेको अङ्गै काट्ने भएपछि यो त निकै दर्दनाक हुन्छ। त्यसकारणले यहाँ सायद उपचार हुन नसकेको होला भनेर म काठमाडौँ लाने विचार गर्न लागेँ। त्यसपछि भाइरस र मैले भएर बोजूलाई प्लेनमै काठमाडौँ लिएर गयौँ। त्यसपछि काठमाडौँको रिपोर्टमा पनि खुट्टै काट्नुपर्ने भन्ने निर्णय आइसकेपछि भने चाहिँ ओहो, यो अन्जान सहरमा बोजूको खुट्टा काट्नुभन्दा त हामीले त गाह्रो हुन्छ त, के गर्ने होला भन्ने लाग्यो। अब खुट्टै काट्ने डिसिजन लिने हो भने त हामी आफ्नै ठाउँमा लगेर खुट्टा काटौँला। यहाँ बिचली हुनुभन्दा बरु उता सहज त हुन्छ भन्ने लाग्यो। त्यसपछि प्लेनमै हामीले बोजूलाई फर्काएर धरान लिएर गयौँ। अब खुट्टा काट्ने निर्णय त भयो, तर खुट्टा त बोजूको हो नि। बोजूलाई बुझाउनु पर्ने थियो, सम्झाउनु पर्ने थियो नि, बोजूको अनुमति लिनुपर्ने थियो। हाम्रो इच्छाले डाक्टरले काट भनेको छ, अब हामी काटिदिन्छौँ भनेर पनि भन्न भएन। मलाई भने त्यो खुट्टा काट्न पनि मन थिएन। यदि त्यो खुट्टा त्यतिकै चल्छ भने पनि ठिकै हुन्थ्यो। तर त्यो यति छिटो फैलिएको थियो कि त्यो फैलिँदा माथि पुगेर मुटुमा पनि हान्ने र मान्छेको मृत्यु पनि हुन सक्ने जोखिम भएको डाक्टरले बताए। यसरी बोजूको खुट्टा काट्न हामी बाध्य भयौँ। एकदमै दुःख लागेको थियो त्यस दिन जब खुट्टा काट्ने निर्णय भयो। सबैजनाले खुट्टा काट्नुपर्छ भनेपछि अब हामी अपरेसनमा लिएर जाने भयौँ। बोजूको उमेर पनि त्यस्तो बुढेसकाल लागिसकेको कारणले डाक्टरहरू पनि डराएका थिए। यदि तलमाथि केही भयो भने बोजूको ज्यानै जान सक्ने जोखिम थियो। त्यस कारणले पनि सबैजना सेन्सिटिभ भएका थिए। यस्तो अवस्थामा आइसियु चाहिन्थ्यो। फेरि आइसियु पनि नपाएर यस्तो धेरै गाह्रो अवस्था पैदा भएको थियो।
अनि आइसियु सबै प्याक छ, आइसियु थिएन भनेर सबैजनाले जानकारी दिनुभयो। यस्तो अवस्थामा आइसियु किन चाहिन्छ भने बिरामीले अपरेसन गर्दा गर्दै आइसियुको आवश्यकता पऱ्यो भने त त्यस्तो बेलामा गाह्रो हुन्थ्यो, त्यस कारणले आइसियु अपरिहार्य थियो। धन्न त्यस्तो क्राइसिसको बेलामा डाक्टर शशाङ्क ताम्राकार जो गोपा क्याम्पमै डेन्टिस्ट हुनुहुन्थ्यो, उहाँले आइसियुको बन्दोबस्त गरिदिनु भयो। यसरी डाक्टर शशाङ्कले सहयोग गरिसके पछाडि हाम्रो बोजूको अपरेसन भयो र अपरेसन भएपछि यस्तो खुसी लागेको थियो अपरेसन सक्सेस हुँदाखेरि, किनकि बाँच्ने रेट पनि त कमै थियो र अपरेसन सफल भयो, धन्न जीवित रहनुभयो। तर दुःख अर्को पाटोमा निकै लागेको थियो। 2टा खुट्टा लिएर गएकी बोजू फर्किँदा 1 खुट्टामा मात्र थिइन्। यसरी बोजूलाई एउटा मात्र खुट्टामा देखेपछि मन थाम्न सकिनँ। त्यहाँ बेडमा अर्को अगाडि रुन सकिनँ र बोजूलाई बेडमा सारिसकेपछि म एकान्तमा गएँ र भाइरसको काँधमा आफ्नो टाउको राखेर गुहाँ गुहाँ रोएँ। यस्तो रोएँ कुनै सीमा छैन। मनमा लागेको कुराहरू सबै सम्झेर रोएँ। त्यसपछि बुढाले पनि सम्झाउनु भयो। मलाई भाइरसले यो नगरी नहुने कुरा थियो, त्यस कारणले तिम्रो केही गल्ती छैन, तिमी किन रुन्छौ, नरौ भनेर सम्झाउनु भयो। मलाई भने मलाई पाप लाग्यो, मैले बोजूको खुट्टा काट्न लगाएँ भनेर त्यसको दोषको अभिभार आफैमाथि लिएको थिएँ। बोजूलाई यो उमेरमा हाँसी खुसी राख्नु पर्नेमा बोजूको खुट्टा काट्नु पर्ने भयो भन्ने हिसाबले आफूलाई दोष दिएर म डुहाँ रुन लागेँ। यो उमेरमा मैले बोजूको खुट्टा कटाएँ। भोलिको दिनमा कसैले मलाई प्रश्न गर्यो, अब बोजूले नै मेरो खुट्टा खोइ भनेर सोध्नुभयो भने मैले के जवाफ दिने भन्ने लाग्यो मलाई। त्यसपछि मलाई सबैले सान्त्वना दिनुभयो। मेरो बुढाले पनि सम्झाउनु भयो, यो नगरेको भए बोजूलाई झन् गाह्रो हुन्थ्यो, तिमीले आफ्नो कर्तव्य निर्वाह गर्यो भनेर मलाई सबैले सम्झाए। त्यसपछि बोजूलाई हामीले घर लग्यौँ, औषधि नियमित दिन थाल्यौँ, एक दिन बिराएर ड्रेसिङहरू गर्न थाल्यौँ। बोजूको खुट्टा काटिएको थियो, मैले जहाँ पाएँ त्यहीँ ड्रेसिङ गराउन सकिनँ। तरानकै राम्रो क्लिनिकमा मैले ड्रेसिङ गराउँथेँ। क्लिनिकको दाइहरू पनि घरमा आइदिनुहुन्थ्यो, राम्रोसँग ड्रेसिङ गरेर सहयोग गरिदिनु भयो। इभन उहाँहरूले तरानबाट धाएर आउँदा जाँदा पनि औषधिको मात्र पैसा लिइदिनु भयो, बाँकी मलाई निःशुल्क गरिदिनु भयो। अब सबैभन्दा दुःख लागेको पार्ट चाहिँ मेरो टिकटकमा फेक एकाउन्टदेखि लिएर मलाई माया गर्नुहुने शुभचिन्तकहरूको पनि एकाउन्टहरू छ। अनि त्यस एकाउन्टहरूमा हाम्रो पुरानो भिडियोहरू पनि राख्न थालिएको थियो। बोजू र मेरो नटखटपन, झगडा गरेकोपन, बोजूले हामीलाई खेदाएको भिडियोहरू आदि इत्यादि। अनि त्यो भिडियोहरू देख्दा झन् रुन मन लाग्थ्यो। ओहो, त्यो बेलामा त बोजूको 2टा खुट्टा थियो, कति अट्टाकट्टा हुनुहुन्थ्यो, बोजू हामीलाई कति लखाट्नुहुन्थ्यो, कति दौडिनुहुन्थ्यो। तर अहिले बोजूलाई 1 खुट्टामा निरीह देख्दाखेरि मन साँच्चै आत्तिन्छ र रुन्छ। मैले मेरो बोजूलाई यो स्थितिमा ल्याएँ भनेर मन दुखित हुन्छ। मैले जीवनमा धेरै कुरा गर्नु थियो। मेरो बाबाको हृदय रोग निको पार्नु थियो। ऋणले लगेको घर फेरि टिनबाट पक्की बनाउनु पर्ने थियो र आमालाई संसारको खुसी दिनुपर्ने थियो। मैले घरको छोरा भनेर खम्बा चाहिँ उभिनु पर्ने थियो। उता भाइरसको जीवनमा पनि बाहर लिएर आउनु पर्ने थियो। खैर के गर्नु थियो। तर खुसी केमा छु भने म अनाथसरी भएको मान्छे अहिले मेरो आमा अनि बाबाले गर्व गर्न लागेकी छोरी बनेको छु। सुरक्षा जस्तो साथी पाएको छु, माया गर्ने अडियन्स पाएको छु र सबैभन्दा ठुलो कुरा मैले आत्मसम्मान कमाएकी छु। बाँकी पैसा र इज्जत बिस्तारै कमाउँदै जाउँला। यही हो मेरो अहिलेसम्मको कहानी। म के भन्न चाहन्छु भने जिन्दगीमा जस्तो सुकै दुखाइ परोस्, सुख अवश्य आउँछ। नमात्तिनुहोस् अनि नआत्तिनुहोस्। यही हो मेरो कथा बेबोको।